भन्नु के बोल भन्नु के आउनु के बोल भन्नु ड्रोनले क्यामेरामा कैद गरिरहेको छ तपाईं हाम्रो प्रिय नायक पवन शाह अगाडि मञ्च जसको नाम छाप अनि प्रभाव आज विश्व जगतमा रहेको छ। आजको कार्यक्रमको सेन्टर अफ द अट्र्याक्सन सुपरस्टार नायक, आजको कार्यक्रमको महानायक, सो स्टेजमा स्वागत गरौँ सुपरस्टार नायक एकचोटि सबैको हात माथि, सबैजनाको सबैको हात पछाडि पनि यो आउँदै गर्दा सबैको हात माथि है, अझै माथि सबैको आज यही भूमिमा जन्मिएका नेपाली चलचित्र जगतका रियल हिरो सुपरस्टार नायक, जसले जनताका आमा बुवाका र हरेक पश्चिमदेखि लिएको एकजना व्यक्तित्व
आज कर्म गर्दै जाँदा को लागि पनि ताली दिनु होला एकचोटि साले के बोल्छु भन्नुभएको नमस्ते मैम मैं चिन्नु भयो कि नै हजुरको प्यार हो बङ्गाली छोरो अनि हजुरले थाहा छ याउने माघको 16 गते आपनावर फिल्मको मुभी हेरेर सबैजना आफ्नो नजिकैको फिल्म हेर्न गएर हेर्दिनु होला भाइ भन्नुभएको छ आबाट आमा छ भाइ खेल्नुभएको छ कोष सरकारतिर मात्र जोड दिएको लागि ओके गुल्मीको छोराको लागि चाहिँ बङ्गालीले हामी सबैले सहयोग गर्नु होला तालीले र कोष यहाँ ट्राफिक चोकबाट गाडी चढ्थ्यौँ गाडीबाट हामी रामपुर जान्थ्यौँ र अहिले अटो आइसकेपछि हामी ट्याक्सी चढ्नु पर्दैन अहिले चाहिँ र मलाई दाङमा आउनुभन्दा अति खुसी लाग्छ तपाईँलाई चाहिँ भेट्दा अति खुसी लाग्छ आफ्नो घरकै दाजुभाइले भेट्दा लाग्छ आफ्नो आमा बुवाले भेट्दा लाग्छ यस्तै माया पनि होस् तपाईँलाई पनि भगवानले रक्षा गरौँ र मलाई पनि रक्षा गरौँ सबैको भलो होस् भन्न चाहन्छु थ्याङ्क यू सो मच थ्याङ्क यू ओके एकचोटि सबैजनाले जोरदार ताली सम्मान व्यक्त गरिदिनु होला र अब हामी केही समयमै कलजीको टिमको यहाँ प्रस्तुति हेर्नेछौँ अब भने स्टेजमा म स्वागत गर्न चाहन्छु राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष सदाबहार गायक नायक स्वागत गरौँ खुमान अधिकारी र उहाँलाई स्वागत गर्दैका निम्ति अतिथि सत्कार समितिलाई हार्दिक अनुरोध गर्न चाहन्छु रायन बस्ने पानी फालेर सबै संसार नमस्ते खोलाली नमस्ते दाङ नमस्ते खोलाली सम्पूर्ण खोलाली सम्पूर्ण आमाबाबुलाई मेरो नमन छ नमस्कार छ सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई मेरो नमस्कार छ मेरो गृह जिल्ला दाङमा घोषणा छ घोडाइको यो शक्ति यो पावर देखाइदिनु सबैलाई नमस्ते